हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। मैले चाहिँ आज मेरो करेसाबारी भिजिट गराउँदैछु हजुरहरूलाई। र हेर्नु न मेरो लसुन कति राम्रो भएको। लसुनको बिचमा मैले साग पनि रोपेको थिएँ। त्यो सागलाई टिपेर मैले धेरैचोटि गुन्द्रुक बनाएँ, 3-4 चोटि बनाएर। अब यो चाहिँ लास्टवाला हो कि। अनि यो चाहिँ लसुन हेर्नु न कति राम्रो सप्रेको छ नि मेरो बारीको। लसुन पछि यतातिर चाहिँ साग, अनि यता साइडतिर मैले राखेको छु कि मटर, केराउको रुख अनि राजमा। हेर्नु न कति बेसी भरेको छ नि, रहर लाग्दो गरेर कि। अनि यो चाहिँ हो कि प्याजको बिरुवा। अनि यहाँनिर मैले अलिकति ठाउँ खाली भएको भएर प्याज रोपेकी छु। अनि उतापट्टि चाहिँ बिचमा लसुन, अनि उतातिर फेरि प्याज, अनि यतातिर केराउ। अनि यो मसिनो देखेको रुख चाहिँ चनाको रुख है त साथीहरू। चाहिँ हेर्दै जानुहोस् है त। प्याज अलिक ठुलो भएपछि पनि फेरि पछि मैले भिडियो हाल्छु कि। यतातिर हरियो देखेको चाहिँ आलुको रुख हो कि। आधी चाहिँ खनिसकेँ मैले आलु उता मुला भएको ठाउँतिर। अनि यतातिर छ लसुन, यो बिचको फेरि प्याज हो। फेरि यतातिर हेर्नु न अर्को साइडको केरा हो कि यो। अनि साग ठुलो पात भइसकेछ सागको कि, गुन्द्रुक बनाउने बेला भन्छ। अनि यो अर्को साइडको लसुन हो। अनि यहाँनिर फेरि केराउको बुटे तानी छ। कति राम्रो भन्छ हेर्नु न। त्यहाँबाट छ अर्को, यो अर्को साइडको लसुन हो कि। मैले थोरै पाटामा रोपेको थिएँ लसुन। अनि यो चाहिँ कागती, 12 मासे फल्ने कागती। अनि यहाँनिर चाहिँ फलिरहेको छ मजाले कागती हो। यो पहेँलो भएको चाहिँ त चिसोले पहेँलो भएको होला कि। यो पहेँलो भएको चाहिँ बिग्रिन्छ होला कि। अनि अरू हरियो भएको चाहिँ राम्रै छ। अनि यहाँ हेर्नुहोस् न साथीहरू, मेरो टमाटरको बुटमा टमाटर फलेको छ कि। अनि यो झ्याङको भित्रपट्टि पनि टमाटर छ कि। हेर्नु न, भुइँमै मैले त्यति राम्रोसँग स्याहारेको छैन र पनि कति राम्रोसँग फलिरहेको छ कि। अनि यो चाहिँ आलुको बोट हो कि। आधी पाटा आलु चाहिँ मैले खनिसकेँ। अनि यो 2टा लाइन आलु छ कि, रुख हरियो भएर राखेको। अब यसलाई पनि पछि मैले खनेर आलु कति निस्किन्छ यो 2टाबाट देखाउँछु है त। पहिलापट्टिको पाटाको चाहिँ मैले राखिसकेको बोरामा हालेर, त्यही भएर मैले देखाइनँ। पछि सर्ट भिडियोहरूमा हाल्छु कि। यति नै हो मेरो करेसाबारीको साग सब्जीहरू। कस्तो लाग्यो भनिदिनु होला। मलाई चाहिँ पछि मेमोरीको लागि हुन्छ भनेर यत्तिकै भिडियो बनाएको हो कि। अब फेरि यतापट्टि हेर्नु न, धनियाँ यस्तो राम्रो भएको छ कि। यो धनियाँ मैले कति टिपेर खाएँ, तर पनि अझै कति राम्रोसँग पातहरू हाल्दैछ कि। यो छेउछेउमा केराउ, उतापट्टि चना, अनि फेरि यतातिर यो हरियो पात देखेको चाहिँ त राजमाको बुट हो कि यो। अब फल्नलाई सुरु हुँदैछ। अनि यो चाहिँ मुला, हेर्नु न कति ठुलो भएको यो मुला। योभन्दा ठुल्ठुलो पनि थियो कि। मैले पुरै अचार बनाइसकेँ, मुलाको अचार। जसले पनि मेरो करेसाबारीको भिडियो हेरिदिनु भयो, उहाँहरूले चाहिँ धेरै धन्यवाद। र फेरि पनि अर्को भिडियो पनि लिएर आउनेछु।